कसरी नाचेको यार पुरा एउटा खुट्टाले यार आमा यहाँ त अनेक भएको रहेछ त यार डान्स कहाँको हो यो पोखी डान्स हो नि टिचरले साडी लगाइदिए नाच्देको स्वागत गर्न चाहन्छु साथीहरु तपाईलाई फेरि पनि मेरो नयाँ एकदमै दमदार रमाइलो खालको भिडियोमा तपाईहरुलाई फेरि स्वागत गर्न चाहन्छु र यो भिडियो चाहिँ एकदमै स्पेशल अनि दमदार रहेको छ किनभने यहाँ शिक्षकहरु र हाम्रो सम्माननीय प्रधानमन्त्रीहरु बीचको चाहिँ भलाकुसारी हैन प्रधानमन्त्रीले दिनुभएका जवाफ र शिक्षकहरुले दिनुभएका रिप्लाईको बारेमा चाहिँ तपाईहरु सामु लिएर आएको छु। दिस भिडियो इज जस्ट फर ओन्ली एन्टरटेनमेन्ट एन्ड फन। सो गाइज लेट्स स्टार्ट। तपाईहरु आन्दोलनमा किन आउनुभयो? 15 दिन पुगिसक्यो अझै कानमा तेल हाल्छस्। आन्दोलन तुहाउनलाई तिकडमबाजी कति फाल्छस्? बालबालिकाको भविष्य हामीले यो शैक्षिक सत्रको खेती थन्क्याएर आएका छौं। नेपाल सरकार बहिरो अन्धो जस्तो भएको छ अहिले। सर्किएको हैन, सरी भयो जिन्दगी। शिक्षा विधेयक कविता तपाईले ठ्याक्कै के भन्दै हुनुहुन्छ? त्यो गीत नै थोरै सुनौं न। खोलामा झोलामा भन्दै हुन्थ्यो। नुन झिक्क मसला झिक्क शिकार झोलामा नेता जति फालिहालो ए देवी खोलामा खत्तम हो यार हाल्न पर्छ। टाटा तपाईहरु एससी को कापी चेक नगर्ने? कापी त चेक गरिँदैन नि सर। हाम्रो 12 को परीक्षा रोक्दिने? 12 को चेक हुँदै जान्छ, परीक्षा नि रोकिन सक्छ, शैक्षिक सत्र नै पछाडी धकेलिन सक्छ सर। संस्कृतिको सर विष्णु पर्वत मस्तके ज्वालामाला कुले विष्णु सर्व विष्णुमय जगत हरि ओम तसत् ओम तसत् ओम तसत् ओम विष्णु 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 श्रीमद् भागवत महापुराण विष्णु राख्य पर्वत मानस पानी हालेको अष्टमी सदिने कलौ प्रथम चढे जम्बोधि संस्कृति पढाउने टिचर हैन। क्षेत्र दक्षिण भागे बन्द करो हाथ जो बन्द करो। रैप 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 इंग्लिश रैप सर। टैप tap yeah. We the teachers have so many features. Listen listen our voice before us. Don't appear as creature. Yeah क्या सरले चाहिँ भोला खाने भनेर चाहिँ के है यस्तो कालो त यार त्यो ए भोला खाने सर यार त्यो र्यापर हैन पुरै कालो छ त दाँत त यार। समयमै छोड अब त्यो कुर्सीको लाज भो स्वर्ग जस्तो देशमा आज 8 पासेकै राज भो अति भयो अति ए सरकार सुन सरकार अति भयो अति कालिका वनमा कालिका मालिका थाना सिंह दरबार घुमिने एसा गला डाङ्ग्रेले हो सरकार तेरे आने गाने हामीलाई घर पठाउनुहोस् प्रधानमन्त्रीज्यू, हामीलाई ललिपप नदेखाउनुहोस्। खत्तम लिएर ललिपप नि हो तोर ढाका फटा कसरी बदकारी भर्सरी सुन्न मसुन्न मुन्द्रे मुसाले कुण्डले चुण्डले पिण्डले माफिया माफिया भूमाफिया चन्दा कमिसन खोरी के भने यस्तो अपराधी सामन्तवाद नोकरसाथ दलाल पुँजीवाद खोले धोले नगरे भुके चम्चे छाते डनगन पुरातनवादी सुनवाईका ऐकमवादी शैलीवादीका विश्ववादी नीति बदले मगन्ते घुमन्ते फिरन्ते उडन्ते गति हराम मति हराम हुति हराम नीति हराम पाती पामरा सिल्ली क्षुद्र दुष्ट नकचरा लबस्तर पाखण्डी धूर्त तने चतुर माइक्रोफोन हामीले लाउँछौ, कपी पनि ओ र्याप मिस हामीले ल्याउँछौ, पानी पनि पाउँछौ, ऐन ल्याउन हामीले त मर्यादित गीत गाउँछौ। अबे जल्दी बोल। ऐन ल्याउन हामीले मर्यादित गीत गाउँछौ। यो सरकार यो सरकार यो बन्द गर्छ। डिफरेन्ट टाइप अफ टिचर ये कसरी नाचेको यार पुरा एउटा खुट्टाले यार आमा यहाँ त अनेक भएको रहेछ त यार
तेरि जान पर्ने यार रमाइलो हुन्छ यार आन्दोलन नगए नि यस्तो रमाइलो हेर्न त जानु पर्ने यार टिचरहरूलाई माइन्ड फ्रेस भयो होला यार कति वर्षदेखि अब विद्यार्थीलाई पढाएको छ घरमा यार होइन त्यही परिवारसँग बसेको छ माइन्ड फ्रेस गर्न नपाएको टिचरलाई त बहुत काइटाको चान्स हो नि यार यस्तो मजाको यार है कोहीले ऱ्याप गाएको छ कोहीले डान्स हानेको छ कोहीले झाँकी बसेको छ कोहीले संस्कृति तेरि यार कटा कटा कन्डम पनि छ त्यस्तो त्यसो भन्नु हुँदैन होइन अब होला नि कतै कतै हो त्यस्तै होला अब यहाँ अनेक देखिरहेको छ अन्तिम समयमा त बहुत रमाइलो छ यार खेलमा आफ्नो काम गर सुरु उहाँहरू फेरि रुकुमतिरका रहेछ नि यार उता पश्चिमतिरका टिचरहरू आफ्नै कला संस्कृति छ नि त नेपालमा यार पिटी सर ओ माय गॉड कस्तो भिन्न आएको भजन कीर्तन या भाले डान्स अनेक भएको रहेछ यार है उहाँ पनि रुकुमतिरको हो कि यो कला पोटी डान्स कहाँको हो यो पोटी डान्स हो नि टिचरले साडी लगाइदिए नाच्दिएको सर दिउँसै झ्याप हामी पेन्सिल लिएर कापी जात्न बस्दैनौँ हामी रातो कलम लिएर कापी जात्न बस्छौँ हामीले आफूले पर्सेन्टेज ल्याउन चाहने हो भने नि 98 मैले भने सबै सरले कापी जात्नुहुन्छ 98% एसईको रिजल्ट पनि निस्किन्छ लेखेर राख्नुहोस् आज यो मेडीमा हालिदिनुहोस् आर यु कमेडी मी आज यो आन्दोलनमा आउँदाखेरि पैसा थिएन 2067 मैले दिदीसँग सापट मागेर ल्याएको छु आफै 8 पास त्यो दरबारभित्र मजाले बस्या छ किडनी 50 चोटि फेरिसक्यो देशको ढुकुटी सबै अझ बदर के भन्छ शिक्षकले विद्यार्थीलाई फेल गरेर आफै फेल भएको छ पहिला आफू पास हुनुहोस् न भन्न चाहन्छु म आफै फेल हो पढाउँदै जीवन गयो नि पढाउँदै जीवन गयो सुन्छौ कि सुन्दैनौ भन्नु के छ र म देशबाट आइयो होइन त्यो सुरुको मुनि हो ओम चञ्जना मञ्जना मन बावे थरक्क पाए बएर कम्पाए सिंहासनकी रानी कम्पाए कुटुनी बुढीको राजमणि म हरिप्रसाद दाहाललाई हामी 4 लाख शिक्षकहरूले लगाएको राजमणि सम्माननीय प्रधानमन्त्री जसका चाहिँ नि केपी शर्मा ओली र जसका शिक्षा मन्त्री मार्फत यो मुनि लागि जाऊ भनेर मैले सुरुको छोटै मुनि लगाएको छु त्यसमा अर्को मणि पनि थपिदिएको छु मैले ओम देउनी निकाली वारी देउनी निकाली पारी वारी बरको छाया पारी पिपलको छाया माजामा कदमको छायाले घुमाइ ल्याउने पापीको मायाले फुकाके सत्य मेरा गहतको आँखी यार केपी ओली चाहिँ युवाले त्यतै गाली गरेको छ यार टिचरले त्यति पुरै झारीको मन्त्र लगाएर छु मन्त्र केपी ओली ए बिचराहरू के गरोस् यो त केपी ओलीले यार दिन प्रतिदिन जनताको निराशाको शिकार बनिरहेको छ केपी सरकार है अब निकट झोलेहरूले फेरि अब हाम्रै पार्टी ठिक हाम्रै सरकार ठिक भनेर फेरि अब यस्तोमा पनि ताली पिटिरहेछ जोक्समा होइन उखानेको गुखानेहरू के भन्नु कसलाई खै यार अब टिचर अब यो वैशाखको बेलामा त नयाँ पुस्तकहरू लिएर विद्यार्थीहरू उमङ्गका साथ है पुरा नयाँ किताबका बासनाहरू सुन्दै स्कुल जाने टाइम हो नि त यो र खै अहिले सब बिचरा त घरमा चाहिँ बाआमाले बाख्रा किन्न सक्यो होला अब स्कुल नजाने भइस ए बाख्रा हेर भनेर कतिपय त अब स्कुल नपढ्ने भनेर अब विवाह गरिसक्यो होला अब यस्तो छ के गरेको सरकार के गरे यार के रमिता देखाएको है तेरि यार बुबाले पुरै सराप्नु सराप मन्त्र लगाइदिएको छन् अब के भन्ने परेली तिम्रा दारिमकी बिहा तन्त तिम्रा बिल्ली बसाडेको बेलगडी तन्दा तिम्रा पटपटे चोलीमा फुटेको 48% केटाकेटी पास गर्ने शिक्षा मन्त्रालय छ यत्र विद्यालय छन्
यत्रो बिघ्न टिचर छन् अस्थायीलाई थाहै गर्देऊ भनेको छ करारलाई के गर्देऊ थाहै गर्देऊ भनेको छ तनखा पुगेन बढाऊ भनेको छ किन बढाउने तनखा 48% पास गर्न 52% फेल गर्न खड्गले जम्मा 28 अङ्क पाउने अब हामी शिक्षकले 48% पास पार्दाखेरि भएन भन्न मिल्छ काठमाडौँ भित्र मात्रै लिने हो भने त हामीले 71% भन्दा बढी विद्यार्थी पास गराएका छौं 52% फेल गर्न भएन यो प्रणाली नै रद्द गर्नुपर्छ यो 52% फेल गर्ने प्रधानमन्त्रीज्यूले त भनिसक्नु भएको छ सबै विद्यार्थीहरू फेल गराउने अनि टिचर आन्दोलनमा आउने भनेर प्रधानमन्त्रीजी पास हुनु भएको छ 28% पनि कार्य सम्पादन गर्न नसक्ने निकममा प्रधानमन्त्रीले राजीनामा दिए पनि हुन्छ शिक्षकलाई गाली गरेर हुन्छ अभिभावकको सपना 52% अभिभावकको सपना 10 क्लासमै समाप्त 52% यङ जेनेरेसनको सपना त्यो पनि एसईमै समाप्त यस्तो गरौँ म ग्यारेन्टी दादाका साथ भन्छु हाम्रो यङ जेनेरेसन लद्दु छैन बुद्धु छैन ट्यालेन्ट छ जिनियस छ हाम्रो यङ जेनेरेसन अब पढाउन फेसिलिटी हामी दिदैनौं पढाउन राम्ररी सक्दैनौं ज्ञान सम्प्रेषण राम्ररी उसमा गर्न सक्दैनौं त्यो कमजोरी उलाई बगाउने संविधान जारी भएको 3 वर्षसम्म एउटा शिक्षा ल्याउन नसक्ने सरकारले अनि हामीलाई 48 र 52% ल्याउने भन्ने नैतिक अधिकार प्रधानमन्त्रीलाई छैन किनभने सरकार असफल हो उहाँले कति नम्बर ल्याउनु भयो यो विधेयक पारित गर्न हामी सडकमा आउनु पर्ने हो उहाँ फेल हो हामी हैन पार्टीको झोला बोका हिजो उनीहरुले बोकेको अहिले छोड्छु अब छोडेको छोड्नुहुन्छ म पनि नेकपा एमाले छोडिसकेको अनि कुन विषय पढाउनुहुन्छ नेपाली हजुर माधव प्रसाद घिमिरेका दुईटा के भनौं म्याडम आज हामीहरु यता माग आफ्नो गर्न आएछौं कि यहाँ माधव प्रसाद घिमिरेको कृतिको नाम भनौं कृतिको नाम भन्नु सुन्दैन यो सरकार गराउन आएका छौं सुन्दैन यो सरकार गराउन आएका छौं शिक्षा ऐन जारी गराउन आएका छौं निन्दामा भएको सरकारलाई बिउजाउने कार्यक्रम भएको हुनाले यो टिचर त डरो भाइरल हुनुपर्छ उहाँ टिचर हुनुहुन्छ नि उहाँ चाहिँ प्राइभेट स्कुलको टिचर हुनुहुन्छ हैन हुनुहुन्छ रे मैले पनि समाचार माध्यममा सुनेको हैन सिधा कुरा भन्ने त्यो न्युजमा सुनेको प्राइभेट टिचर हुनुहुन्छ र सरकारी शिक्षकको आन्दोलनमा चाहिँ साथ दिनको लागि आउनु भएको र पहिला पनि शिक्षक आन्दोलनमा चाहिँ उहाँ यसै गरी नाचेर भाइरल हुनु भएको थियो रे फेरि अब मान्छेको नियत कस्तो हुन्छ भन्ने अब कसलाई के थाहा हैन उहाँको अब इन्टेन्सन हुन्छ नि इन्टेन्सन के होला थाहा छैन तर एट्र्याक्सन चाहिँ उहाँको हैन दर्शक सामु चाहिँ मेरो प्रस्तुति पुर्याउने भन्ने चाहिँ मलाई लाग्छ है एट्र्याक्सन इन्टेन्सन चाहिँ उहाँको के हो कसैलाई थाहा छैन हैन उहाँ चाहिँ प्राइभेट स्कुलको टिचर हुनुहुन्छ सो गाइस त्यस्तो पनि हुन्छ ठ्याक्क कपाल पनि भेटाउनु भएछ कि हैन मलाई पनि यो खुब नाच्नु मन लाग्छ नेपालीजीलाई नर्मल इज बोरिङ यो त रुकुमतिरको संस्कृति है यो चाहिँ Alright guys, thank you so much for watching the video हैन अन्तिमसम्म भिडियो हेर्नु भएकोमा सबैलाई म धन्यवाद दिन चाहन्छु यदि तपाईहरु हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया यस्तै खालका रमाइलो भिडियोहरु हेर्नको लागि हाम्रो च्यानल सब्स्क्राइब गर्नु होला र फेरि पनि म अर्को रियाक्सन भिडियो अझै दमदार खालको रियाक्सन भिडियो लिएर फेरि तपाईहरुसँग उपस्थित हुनेछु भन्दै आजको भिडियो यही टुङ्गाउन चाहन्छु हस्त धन्यवाद सम्पूर्णलाई नमस्कार